ढिँडो सिस्नु खोर्सानी चट्टै नमस्ते साथीहरू, आज चाहिँ हामी एकदम नेपालको नम्बर 1 अर्ग्यानिक तरकारी चाहिँ अब यहाँ खोज्न आएको छु। यो तरकारी एकदमै नम्बर 1 भिटामिन ए मा पर्दछन्। हामी चाहिँ प्राय अब यो सिस्नु खाइरहेको भने चाहिँ हामीले रोगसँग लड्ने क्षमता बढ्छन् र साधारण पाइ रोगले पनि छुँदैन। विशेष गरी यो सुगरको लागि चाहिँ एकदमै महाऔषधि नै हो, सुगर बिरामी खानै पर्ने। हेलो नमस्ते, तपाईँले यो अनि यो के टिप्नु भएको? अनि यो सिस्नु अनि खास के को लागि टिप्नु भएको त? यो सिस्नु चाहिँ खास खानको लागि हो। यसले चाहिँ खायो भने हामीलाई धेरै फाइदा गराउँछ रे। केलाई फाइदा हुन्छ खास यसले? यसले विशेष गरी चाहिँ खास अहिले के अरे सुगरको रोगीहरूलाई चाहिँ धेरै राम्रो गराउँछ रे। हजुर, साथै अरू रोगहरूलाई पनि राम्रै गराउँछ र हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ यो सिस्नु खायो भने चाहिँ। हाम्रो यो पहाडतिरको अर्ग्यानिक यो सिस्नुले चाहिँ अब राम्रो सिस्नु धेरै रोगहरू चाहिँ अब फाइदा हुनेछ। धेरै फाइदा हुन्छ, धेरै भिटामिनहरू पाइन्छ यो सिस्नुमा। अर्ग्यानिक नेपाली सिस्नु तरकारी बनाउन, तरकारी रूपमा पनि खान्छन्, कुनैले अब सुप बनाएर पनि खान्छन् है। धेरै नै अब तरिकाले पकाएर खान्छ आफ्नो हिसाबले। विशेष गरी यो अनि केसँग चाहिँ खाँदा राम्रो हुन्छ? अनि यो मकै ढेँडसँग चाहिँ मिठो हुन्छ है? हजुर, मकै ढेँडसँग चाहिँ मिठो हुन्छ। अनि पकाउने तरिका कसरी पकाउने नि यसलाई? पकाउनेलाई खासै केही चाहिँदैन, तेल सेल कि मसला केही हाल्नु पर्दैन। पहिला पानी उमाल्ने, हजुर अलिकति पिरो छरेर हजुर पानी उमालेर अनि पानी उम्लेपछि सिस्नु हालिदिने। हजुर, पहिला चलाउँदै गर्ने, पछि राम्रोसँग भएपछि अनि के भन्छ उसले मसाले फिट्ने। हजुर, फिटिसकेपछि यसलाई मसला भनेको त्यही टिमुर र लसुन अलिकति हाल्ने हो। अरू केही पर्दैन? हालेपछि भयो, केही हाल्नु पर्छ। एउटा पिरो खोर्सानी चाहियो, पिरो खुर्सानी आफ्नो स्वादअनुसार आफूले खानेअनुसार डल्ले अथवा हरियो, त्यति हो। मसला पनि चाहिँदैन, तेल हाल्नु पर्दैन, केही हाल्नु पर्दैन। एकदमै राम्रो अर्ग्यानिक मिठो हुन्छ हाम्रो सिस्नु। त्यसपछि सजिलो रहेछ। टक्क चाहिँ अब तातो पानी उमाल्यो, त्यसमा थोरै पिरो हालेर अनि त्यसपछि नुन हाल्ने स्वादअनुसारको, अनि पानी उमालेपछि सिस्नुलाई हाल्ने, अलिकति त्यो राम्रोसँग नपाकेसम्म चाहिँ चलाउने, अनि फ्लेट गलिसकेपछि अनि मन्दनीले फिट्ने, एकदम ठुलो बनाउने। त्यहाँदेखि सुप जस्तो गरी खाइदिनु भएको, अनि मकैको ढिँडोसँग खाँदैन भयो। दुःख चौधर चाहिँ पकाउनु भन्दा पहिला चाहिँ यसरी यो तल चाहिँ आगो राखेर अनि यसरी यो चाल्नुपर्ने छैन, किरा फट्याएर यसरी झर्छ होइन। पकाउनु पहिला चाहिँ अलिकति यो के अरे अब यो स्वाद हराउँछ, अलिकति खल्लो हुन्छ। त्यसैले नि झार्ने टक्क मजाले तल आगो आगोल्टो राखेर अनि यो एउटा चाल्ने केही भएर डोगो अथवा अहिले चाहिँ क्रेट बनाउन। पहिला पहिला चाहिँ डोगो छैन, सफा एकदमै सफै छ। त्यही पनि त्यो त केही फरक नपर्ला, अलिकति टेस्ट चाहिँ अलिकति हुँदैन होला। अनि यता चाहिँ पानी उबाल्दैछ, यो पानी उम्लेपछि हाल्ने होइन। ल अब आज चाहिँ सिस्नु पकाएको पनि हामी देखाउँछु तपाईँहरूलाई। सिस्नु कसरी पकाइन्छन्। यहाँ पहिला पानी हाल्यो, त्यसपछि अलिकति पिठो हालेर यो पानी उबाल्दैछ। यतापट्टि चाहिँ अनि सिस्नु के अरे किरा फट्याउँला या त केही छ भने अब यहाँ आफै झर्छ अटोमेटिक। यसो तलको आगोको ताप र अनि धुवाको गर्दाखेरि त्यसपछि किरा केही पर्दैन। लसो हामी एकदम यो पहाडको अर्ग्यानिक सिस्नु एकदम आगोमा चाहिँ पकाएर अब चाहिँ ल पानी उम्लेछ।
सिस्नो पकाउने तरिका चाहिँ यसरी हेर्नुहोस् आगो अलि बढेको छ नि त ठिक छ अब उम्लेपछि चाहिँ अनि ट्याक्क मजाले त्यो कुकरमा पकाउनु त कराई दिक्ची झेम पाइनु हुन्छ कुकर चाहिँ अलिक गाह्रो हुन्छ अनि त्यसलाई चाहिँ पछि फिटाउनु सजिलो होस् भनेर कुकरमा पकाएको अनि ट्याक्क छोप्नु पनि मिल्यो छोप्नु पऱ्यो भने यसरी हाल्ने अब हात अलिकति पोल्छ अनि चिम्टी अथवा एउटा मादनीले चाहिँ टक्क यसलाई हालेर यसरी सबै हाल्नुपर्छ यहाँ त सानो भाँडो यो सिक्नु धेरै तर पाउँदाखेरि त थोरै हुन्छ ठिक्कै हुन्छ तर यो दुईवटा यो मेटर भन्छ अब कहिले चाहिँ अब टमाटर पनि भन्छ त्यो चाहिँ चटनी बनाउनु लागि चटनी पनि चट्टा खाँदाखेरि सिस्नो ढिँडो चटनी टक्क अनि लसुनको पात हाल्ने टक्क अनि टिमुर हाल्नुपर्छ अनि डल्ले खोर्सानी पाएमा नपाएमा बाख्रा यो खोर्सानी भए पनि हुन्छ त्यो पनि पाएन भने अब सुकेको भए पनि हुन्छ खोर्सानी चाहिँ स्वाद अनुसारको कसैले त अब धेरै पिरो खाँदैन रिसालजी यसरी चलाउनु पर्छ है अनि ठ्याक्क सिल्नु पसेर नचलाए अन्त पाक्दैन अब पाक्नु लाग्यो है अब यो टक्क गएपछि अनि अब एकछिनपछि चाहिँ अनि यसलाई फिट्नुपर्छ अनि यसरी मजाले यो टक्क अनि आगो लगाएर अनि यो यस्तो पहेँलो यो फिजाउँछ अनि टक्क अनि एकछिनपछि चाहिँ अनि अलि लतक्क भएपछि मजाले फिट गरेको पर्छ अनि सिस्नो दामी हुन्छ लसो पाक्यो ढिँडो पाक्यो हो सिस्नो पनि पाक्यो टक्क सिस्नो र ढिँडो खाने अझै सलक्क लगाएर पाकेपछि यस्तो हुन्छ टक्क सुक्यो यसरी छ ढिँडो पनि पाक्यो अब एकछिनमा खानुपर्छ पिरो अचार पनि बनेको छ टमाटरको अचार टमेटरको अचार सबै मिसाएको अचार छ छ्याम्बासँग तुइमिल गरेर खानुपर्छ मगाएको ढिँडोसँग अनि सिस्नो गर्दा त दामी हुन्छ अब चाहिँ फाइनली हाम्रो सिस्नो र ढिँडो तयार भयो छेउमा चट्टा अचार माथि टक्क खोर्सानी अर्ग्यानिक खाना चाहिँ यसरी खानुपर्छ साथीहरू अनि कुरोको पनि घट्छन् स्वास्थ्य पनि राम्रो हुन्छ अनि टेस्टी पनि राम्रो हुन्छ लसु लसु अब चाहिँ खाना सुरु भयो है यसरी अब चाहिँ खान्छ लाहरू पनि छ ढिँडो सिस्नो खोर्सानी चट्टै